सम्पूर्णमा नमस्कार। तपाईहरुलाई आजको यस मेरो नयाँ भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। वेलकम टु माई न्यू भिडियो। म चाहिँ तपाईहरुकै सुभाष चन्द्र पण्डित हैन। मैले चाहिँ पहिला ट्रान्सक्रिप्ट लगायत कन्भोकेसनको भिडियो बनाउँदा पनि तपाईहरुले निकै रुचाएर चाहिँ सहयोग गरिदिनु भएको थियो। त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको यो नयाँ टपिकका बारेमा थोरै डिस्कस गरौँ है त। आजको टपिक भनेको नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स एक्जाम दिनुभन्दा अगाडि चाहिँ हामीले चाहिँ फर्म फिलअप गर्नुपर्ने हुन्छ। त्यो फर्म चाहिँ कसरी फिलअप गर्ने हो, के छ त्यसको क्राइटेरिया, कस्तो डकुमेन्ट्सहरू चाहिँ हामीले फिलअप गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यहाँनिर चाहिँ हामीले राखेका छौँ। र अर्को कुरा भनेको चाहिँ तपाईँहरूले फर्म फिलअप गर्दै गर्दाखेरि त्यहाँ धेरै मिस्टेक्सहरू हुनसक्छ है। डकुमेन्टहरूका कुराहरू, स्क्यामका कुराहरू, फिङ्गरप्रिन्ट्सका कुराहरूदेखि लिएर चाहिँ तपाईँको नोटराइज डकुमेन्ट भनेर छ, यी भनेको के हो भन्ने कुराहरू सबै म डिस्क्राइब गर्छु। यु निड टु फलो अल द स्टेप्स है त। ल सर्वप्रथम त सम्पूर्ण इन्जिनियरिङ लाइसेन्स एक्जाम ब्याच 9 जो दिँदै हुनुहुन्छ यहाँहरूलाई चाहिँ सबैभन्दा पहिला त एक्जामको शुभकामना छ है। एक्जामको शुभकामना, सबैजना पास हुनु होला, राम्रो रिजल्ट आओस् होइन, सबैको अनुहारमा खुसी छाओस् भन्ने शुभकामना दिन चाहन्छु। र त्यही खुसी चाहनाको लागि पनि तपाईँहरूले फर्महरू चाहिँ एकदम एकुरेटली भर्नुपर्ने हुन्छ, जुन चाहिँ तपाईँहरू एटेन्ड गर्नुपर्छ है। एटेन्ड गर्नको लागि तपाईँहरूले राम्रोसँग फर्म फिलअप गर्नु पर्यो। ल अब चाहिँ म सबै स्टेप्सहरू भन्छु। वी विल गो स्टेप बाई स्टेप। तपाईँहरू सबै फलो गर्दै आफूले चाहिँ सबै कुराहरू चाहिँ फिलअप गर्नुपर्छ है त। र अर्को कुरा चाहिँ तपाईँहरूले यदि नयाँ हुनुहुन्छ होइन, मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने तपाईँहरूले लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। कस्तो लाग्यो पनि भनिदिनु होला। तपाईँहरू प्रतिक्रियाले नै मलाई चाहिँ अलिकति हौसला दिन्छ र यहाँहरूको सहयोगले म अहिलेसम्म यहाँसम्म आएको छु। र फेरि पनि तपाईँहरूकै हातमा छ है। त यदि भन्दै तपाईँहरूले चाहिँ केही समस्या परेको चाहिँ कमेन्ट मार्फत बताउनु होला। मैले चाहिँ टेक इन्स्ट्यान्ट रिप्लाई दिने हाल्छु है। केही पनि समस्या हुँदैन, मजाले फर्म भर्नु होला है। र ल यदि भन्दै लेट्स गेट स्टार्टेड। किन ढिला गर्ने होइन त। आर यु रेडी गाइस, लेट्स गो। सम्पूर्णमा फेरि पनि हार्दिक स्वागत छ। तपाईँहरूलाई चाहिँ आज मैले नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स एक्जामको फर्म चाहिँ मैले कसरी भर्दै कुराको बारेमा चाहिँ तपाईँहरूलाई सिकाउँदैछु। लेट्स गेट स्टार्टेड है त। ढिला सबभन्दा पहिला चाहिँ हामी ब्राउजरमा जान्छौँ। ब्राउजरमा गइसकेपछि के गर्छौँ त nec.gov.npl है। यो भनेको नेपाल इन्जिनियरिङ काउन्सिलको अफिसियल वेबसाइटमा जानु भयो होइन। त्यसपछि हामी जान्छौँ साइन इनमा, ठिक छ। अब लगइनमा जानु पर्यो। यसरी आउँछ लगइन। मेरो आइडी पासवर्ड छ, तर तपाईँहरूले पहिला के गर्नु पर्यो त, यदि तपाईँहरू नयाँ भर्खरै फर्स्ट टाइम भर्दै हुनुहुन्छ भने त तपाईँहरूले यो डोन्ट ह्याभ एन एकाउन्ट रजिस्टर हियर भनेको छ नि, यसमा चाहिँ क्लिक गर्नु पर्यो। अथवा तपाईँहरूको पहिल्यै लाइसेन्स एक्जाम दिनुभयो, फेल भएर फेरि रिट दिनु लाग्नु भएको भन्दा तपाईँहरूको एकाउन्ट बनाउनु परेन होइन। तर यहाँ चाहिँ अब मैले के गर्ने भयो त, एकाउन्ट बनाउने भयो, ठिक छ। अब रजिस्टर गरौँ है। फुल नेम भनेको छ, अब तपाईँहरूको नाम के हो, मेरो चाहिँ सुभाष पण्डित भयो अहिले सपोज। ल कन्ट्याक्ट नम्बर, अब मेरो नम्बर राख्ने पऱ्यो, तपाईँहरूको राख्ने छ है त। इजी भइहाल्यो। अब तपाईँहरूको इमेल भयो, पासपोर्ट भयो। त्यही पासपोर्टलाई चाहिँ तपाईँहरूले के गर्नु पऱ्यो त, फेरि रिपिट गरेर कन्फर्म पासपोर्ट भनेपछि अब चाहिँ यहाँ के हुने भयो त, रजिस्टर गर्नु पऱ्यो होइन। अब रजिस्टर गर्नुभयो, ठिक छ। तपाईँहरूको आइडी पासपोर्ट भन्यो अर एनइसी है। अब त्यही गर्नुहुन्छ, साइन इनमा जानुहुन्छ मजाले होइन, लगइन गर्नुहुन्छ। अब त पासपोर्ट भइसक्यो पछि यो भयो सर। अब लगइन गर्नुभयो। अब हामीले के गर्नु पऱ्यो त, पेमेन्ट गर्नु पऱ्यो है त। अब पेमेन्ट गर्नुपर्ने अब पेमेन्टको बाटोमा जाऊ है त। ल पेमेन्टतिर लगाउँ है। सबभन्दा पहिला हामीले इन्जिनियरिङ सेलेक्ट गर्नु पऱ्यो। यहाँ चाहिँ इन्जिनियरिङको मात्र हो होइन। 2500 पे गर्नुपर्ने हुन्छ। तपाईँहरूले खल्ती मार्फत पे गर्दा सजिलो हुन्छ है। त्यही भएर मैले चाहिँ खल्तीबाट पे गर्छु, ठिक छ। खल्ती ओपन भयो। यहाँ चाहिँ अब तपाईँहरूले आफ्नो आइडी पासपोर्ट हाल्नु पऱ्यो अनि त्यहाँबाट चाहिँ तपाईँहरूले 2500 चाहिँ पे गर्नु पऱ्यो, ठिक छ। अब यसरी पे भइसक्यो। अब चाहिँ हामी पे गरिसकेपछि अब स्टार्ट रजिस्ट्रेसनमा यस्तै है। ल सबभन्दा पहिला चाहिँ यस्तो आउँछ होइन, तपाईँको इन्टरफेस यस्तो आउँछ। मैले चाहिँ फोटो मार्फत देखाएको छु, तपाईँहरूले चाहिँ त्यहाँभित्र खोल्दा यही नै देख्नुहुन्छ है। मसँग त्यो पहिला मैले त लाइसेन्स एक्जाम पहिले नै दिएको, त्यही भएर मसँग त छैन नि त आइडी त। अहिलेको त मैले किन पे गर्छु र होइन। त्यही भएर चाहिँ त्यहाँभित्रको सबै स्क्रिनसटहरू मैले लिएको छु र त्यो अनुसार म तपाईँहरूलाई भरेर देखाउँछु है त। तपाईँहरूले यही अनुसार भर्नु होला है। ओके लेट्स स्टार्ट है। ल अब चाहिँ मैले के गर्नु पर्यो त, भन्नुहोस् न, तपाईँहरूले भरेर नै देखाउँछु है।
ल सबभन्दा पहिला चाहिँ के छ त तपाईहरुले बुझिसक्नु भयो कन्ट्याक्ट नम्बर भनेको छ ठीक छ तपाईहरुकोमा नि यही हुन्छ है ल कन्ट्याक्ट नम्बर मेरो 98643 यसरी अब तपाईहरुको नि राख्नु पर्यो हैन अब सेकेन्डमा के छ इमेल छ हैन इमेल छ तपाईहरुको के हो त जस्तै मेरो अब subhas@gmail.com त्यस अब तपाईहरुको नि त्यस्तै होला यो इमेल चाहिँ एकदम सेफ राख्नु होला किनकि तपाईहरुलाई चाहिँ मेसेज अपडेटहरु यही इमेल मार्फत आउँछ ठीक छ ल अब एप्लिकेन्ट्स नेम भनेको छ तपाईको नाम हैन एक्जाम जसले दिदैछ अथवा जसले फर्म भरेको छ त्यसको नाम मेरो चाहिँ सुभाष चन्द्र पण्डित है ल अब यो यस्तो हुन्छ फेरि नाम चाहिँ फर्स्ट नेम अनि मिडल नेम हैन त्यसको मेरो चन्द्र हुनु पर्यो अनि लास्ट नेम चाहिँ के हुनु पर्यो त पण्डित हुनु पर्यो है यसरी चाहिँ फुल नेम देखाउनु पर्यो ठीक छ ओके अब नेम भनेको छ यो नेपालीमा लेख्न सक्नुहुन्छ नेपालीमा कसरी लेख्ने थाहा छ तपाईहरुलाई यहाँ जाने अब यहाँ इजी नेपाली टाइपिङ भनेको छ हैन अब यहाँ चाहिँ तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि अब यहाँ आफ्नो नाम हाल्नु चाहिँ यसरी है सबै नेपालीमा हुन्छ है अब यसलाई यसरी कपी गर्न सक्नु भयो ठीक छ यहाँ पनि मजाले गर्न सक्नु भयो हैन अब जेन्डरमा जानु भयो भने यहाँ अप्सन हुन्छ मेल फिमेल के हो म चाहिँ मेल भए मैले मेल सेलेक्ट गर्नु पर्यो हैन अब डेट अफ बर्थ भनेको छ सबभन्दा पहिला इयर भनेको छ 2057/08/30 है यसरी चाहिँ आफ्नो डेट अफ बर्थ राख्नु होला अब यो इंग्लिशमा राखिसके पछाडी यहाँ नेपालीमा चाहिँ आफै आउँछ है अटो कन्भर्ट हुन्छ साइडमा नेपाली ठीक छ यो चाहिँ हाम्रो जनरल इन्फर्मेसन भयो तपाईहरुको स्क्रिनमा पनि यही नै देखिएको छ नआतिनुस् है मैले फोटो देखाए भनेर नआतिनु होला सबै त्यही है यही है सबै भित्र ल अब अर्को तर्फ लागौ हैन अर्कोमा जाँदै गर्दा फेरि के गर्नु पर्यो नेपालको कुराहरु भयो अब अर्को आउँछ अर्को भनेको आइडेन्टिफिकेसन डकुमेन्ट डिटेल अब आइडेन्टिफिकेसन भनेको तपाईको यहाँ अप्सन हुन्छ है यहाँनिर अप्सनको यहाँ मैले अलिकति ब्लर गराएको छु अप्सनमा जानु भयो भने त्यहाँ एउटा सिटिजन हुन्छ कि त नेशनल कार्ड अथवा त्यस्तै हुन्छ हैन भनेपछि मैले अब सिटिजन भनेर चाहिँ सिटिजनशिपको राखेँ सपोज हैन भने सिटिजनशिप हो भने त्यसको सिटिजनशिपको नम्बर अब जस्तो तपाईहरुको होला नि हैन सिटिजनशिप नम्बर त्यहाँ लेखेको हुन्छ हैन नागरिकतामा 4301 यस्तै मेरो कति थियो हैन ल अब नेशनल आइडी भनेको नेशनल आइडी छ कि छैन परिचय पत्र राष्ट्रिय परिचय पत्र त्यो छैन भने नभरे भयो हैन तर सिटिजन अथवा नेशनल आइडीमा चाहिँ एउटा पर्यो है अब इस्युड बाइ भनेको छ हैन इस्युड बाइ भनेको यहाँ अप्सनमा हुन्छ जस्तै यहाँ क्लिक गर्नु भयो भने कुन जिल्लाबाट इस्यु भएको कुन जिल्लामा दर्ता भएको भनेको मेरो चाहिँ तनहुँबाट नागरिकता दर्ता भएको भनेको है अब इस्यु डेट भनेको छ त्यो नागरिकतामै हुन्छ इस्यु डेट भनेको हैन मेरो 20 यस्तै थियो हैन 27/6/11 मा हो है यसरी नै हो हैन ल अब यहाँ इंग्लिश गर्ने बित्तिकै यता अटो नेपाली आउँछ अब इथिक ग्रुप भनेको तपाईहरु बाहुन हो क्षेत्रीय हो कि अथवा चाहिँ हैन गुरुङ मगर त्यस्तो आउँछ नि त अप्सनमा आउँछ है म चाहिँ अब PSRAMIN बाहुन भएको कारणले गर्दाखेरि मैले यो गरे हैन मान्छे अब यो पनि आइडेन्टिफिकेसन तपाईहरुको परिचय के हो भनेर चाहिँ परिचय दिनु भयो ठीक छ यो पनि भयो हैन यो आयो होला तपाईको पनि अब अर्को तर्फ लागौ हैन अर्को तर्फ लाग्दै गर्दा फेरि यहाँनिर अब तपाईको पर्मानेन्ट एड्रेसको कुरा आयो हैन कहाँ तपाईको स्थायी ठेगाना कहाँ हो मेरो चाहिँ तनहुँ भएको कारणले मैले तनहुँ राखे लोकल लेभल भनेको कुन म्युनिसिपालिटी अथवा डीसी हो हैन मेरो चाहिँ ब्याच म्युनिसिपालिटी हैन तपाईको कुन हो हैन तपाईको घर भएको पर्मानेन्ट एड्रेस वार्ड नम्बर कति हो मेरो चाहिँ 04 हो हैन तपाईले आफ्नो यसरी गर्न सक्नुहुन्छ ठीक छ यो पनि ठीक छ त्यो पनि मजाले भयो हैन यतिसम्म बुझ्नु भएको छ होला ल अब अर्को तर्फ लागौ यहाँनिर अब अर्कोमा के छ भन्दा फेरि तपाईहरुको गार्जियनको इन्फर्मेसन हैन आफ्नो घर परिवारको इन्फर्मेसनहरु फादरको नाम मेरो अब अर्जुन पण्डित हैन यसरी अब बाबाको नाम राख्नु होला अब बाबाको नेपालीमा नाम लेख्दा फेरि नेपाली टाइप गर्नु होला है त्यो चाहिँ अब तपाईको इजी नेपाली टाइपिङ छँदैछ हैन र अर्को कुरा भनेको अब मदर्स नेम भनेको छ मेरो मम्मीको नाम हैन तपाईहरुको नि आफ्नो मम्मीको नाम हुन्छ हैन पनि भयो मम्मीको नेपालीमा नाम यहाँ चाहिँ अब तपाईहरुले नेपाली टाइपिङ गर्न सक्नु भयो ग्रान्डफादर्स नेम अब हजुरबुवाको नाम हैन ले राख्नुहुन्छ यता चाहिँ के गर्नुहुन्छ त नेपालीमा राख्नुहुन्छ सम्झिनु हैन यसरी नेपालीमा राख्नु भयो इजी नेपाली टाइपिङबाट अब ग्रान्ड मदर्स नेम हैन तपाईहरु चाहिँ आफ्नो हजुरआमाको नाम राख्नुपर्छ हैन त्यो पनि भयो
स्पाउस भनेको जस्तै अब तपाईहरु म्यारिड हो कि अनम्यारिड हो है, स्पाउस नेम भनेको म्यारिड तपाईको बुढा छ भने बुढाको नाम राख्नु पर्यो, बुढी छ भने बुढीको नाम राख्नु पर्यो। अब हामी त पक्कै पनि बिहे गर्नु भएको छैन होला, मैले त गरेको छैन, तपाईहरुले गर्नु भएको छ भने है आफ्नो बुढाबुढीको नाम चाहिँ राख्न सक्नुहुन्छ। अब यो चाहिँ हाम्रो नन म्यारिड हैन, नट म्यारिड भनेको हैन ल। ओके यो पनि ठीक छ, यहाँ पनि बोल्नु भयो हैन। अब अर्कोतर्फ लागौं, अब यहाँ चाहिँ अर्कोतर्फ यो भनेको चाहिँ 6 मा जाऊ। 6 मा जाँदा फेरि चाहिँ हामीले अब डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ, ठीक छ। अब डकुमेन्टको पार्टमा हो त्यो भन्दा तलपट्टि यिनीहरु तल तल देखाउँदै जान्छ है। सबभन्दा पहिला फोटो अपलोड गर्नु पर्यो, ठीक छ। त्यो चाहिँ के कुन फर्मेटमा हुनु पर्यो, जेपीजी अथवा पीएनजी फर्मेटमा हुनु पर्यो है। त्यो फोटो सिटिजनशिपको फोटोहरु राख्दा फेरि जहिले पनि इट मस्ट बी लेस देन, बुझ्नु भएको हैन, इट मस्ट बी लेस देन 1 MB। ओके 1 MB भन्दा कम हुनुपर्छ नत्र रिजेक्ट हुन्छ, बुझ्नु भएको हैन। फोटोहरु जम्मै यो सबै अपलोड गर्दा फेरि चाहिँ इट मस्ट बी लेस देन 1 MB। ओके त फोटो कस्तो हाल्ने र यहाँ अपलोड गर्नुहुन्छ, फोटो चाहिँ कस्तो हाल्ने, मैले कस्तो अपलोड गरेको थियो भनेर म तपाईहरुलाई देखाउँछु। फोटो हेरौँ है त। फोटो मस्ट बी पासपोर्ट साइज हाले हुन्छ है, म तपाईहरुलाई देखाइहाल्छु है त। मेरो फोटो लाइसेन्स एक्जाममा भर्दा फेरि यस्तो थियो, जुन चाहिँ स्क्यान फोटो राख्नु होला, किनकि यो तपाईहरुको लाइसेन्स निस्किसके पछाडी आउने फोटो भनेको यही नै हो है, लाइसेन्समा अट्याच भएर आउँछ, ठीक छ। भनेपछि यस्तो फोटो जुन चाहिँ लेस देन 1 MB। ओके यो पनि भयो, ठीक छ, बुझ्नु भएको भएन, यो पनि भयो। फोटो यो हाल्नु, ओके फोटो अपलोड गर्नु भयो हैन। फोटो अपलोड गरिसके पछाडी अब भने हामी कहाँ लाग्नु पर्यो त, बुझ्नु भएको भएन ल। अब फोटो अपलोड गरिसके पछाडी अब अर्को के हुन्छ, सिटिजनको फ्रन्ट साइड भनेको छ हैन। फ्रन्ट साइडमा के गर्नु पर्यो, यो पनि मस्ट बी लेस देन 1 MB हुनु पर्यो हैन। एभ्रीवन हैन, यो पनि हो मस्ट बी लेस देन 1 MB हैन, 1 MB। ओके ल यो पनि ठीक छ हैन। अब यहाँ चाहिँ सिटिजनशिप र सिग्नेचरको स्क्यान भनेको, सिग्नेचर भनेको जहिले पनि सिग्नेचर भनेको कस्तो तपाईको साइन भनेको नि हैन। म यो पनि देखाउँछु है ल। मेरो चाहिँ यसरी मैले अपलोड गरेको थिएँ, मेरो चाहिँ सिटिजनशिप फ्रन्ट ब्याक भनेको यो थियो, जस्तो अब यहाँ हेर्न सक्नुहुन्छ यो सिटिजनको ब्याक भयो हैन, यस्तो भयो। तपाईहरुको सिटिजनको फ्रन्ट चाहिँ यस्तो हुन्छ हैन, यो कुरा चाहिँ सिटिजनको भयो जुन चाहिँ लेस देन 1 MB हुनै पर्यो। अर्को भनेको तपाईको सिग्नेचर, अफिसियल सिग्नेचर यसरी हाल्नु पर्यो हैन, यो भनेको पनि लेस देन 1 MB हुनु पर्यो, ठीक छ। स्क्यान हुनु पर्यो है, जुन चाहिँ तपाईहरुले टाइम स्क्यानरबाट स्क्यान गर्न सक्नुहुन्छ, जुन चाहिँ लेस देन 1 MB। ओके अलराइट यो पनि भयो हैन। भनेपछि यहाँसम्म बुझिहाल्नु हैन, मजाले बुझ्न सक्नुभयो अलराइट। अब अर्कोमा जाउँ है त। अब अर्कोमा भनेको हामी अब अर्कोमा जान्छौँ हैन। अब अर्कोमा के छ भन्ने कुराको बारेमा अलिकति छलफल गरौँ है त। अब अघिको जुन थियो नि यहाँ चाहिँ के छ त, जस्तै अब ल अब यहाँ पछि अब तपाईहरुको कन्टिन्यू भनेर तलपट्टि स्लाइडमा आउँछ, मैले स्क्रिनशट पार्ट स्क्रिनशट गरे। तपाईहरुको चाहिँ के हुन्छ त यहाँ तल कन्टिन्यू एन्ड स्टेप फर द नेक्स्ट प्रोसेस भन्छ नि हैन। अब चाहिँ अर्को पेजमा जान्छ, ठीक छ ल। अर्को पार्टमा जाउँ है त। अर्कोमा जानु भयो भने यहाँनिर के छ त अलिकति क्लियर छैन, जस्तो मैले स्क्रिनशट लिएको भएर ल। अब यहाँ चाहिँ के छ त, अब क्वालिफिकेसन, अब तपाईहरुको एकाडेमिक क्वालिफिकेसनमा जानु पर्यो, ठीक छ ल। एकाडेमिकमा जानु भयो भने के गर्नु पर्यो, यहाँ चाहिँ यो भनेको एसई लेखेको है, एसई इक्विभ्यालेन्ट, एसई दिएको कन्ट्री नेपाल हैन, नेपाल भइहाल्यो, ठीक छ। ओके इन्स्टिट्युट भनेको जस्तै अब कुन स्कुल हो हैन, मेजर कन्काई आवासीय माध्यमिक विद्यालय हैन, माध्यमिक है। ओके अब इन्स्टिट्युटको एड्रेस भनेको है, यो भनेको कहाँनिर थियो त त्यो स्कुल भनेको चाहिँ मेरो रमौली तनहुँ हैन, बुझ्नु भएको हैन ल। अब अर्को भनेको पास्ट इयर, कुन इयरमा पास हुनु भएको एसएलसी भनेको मेरो चाहिँ 2073 बीएस हो है, 2073 बीएस नै। सिम्बल नम्बर चाहिँ अब तपाईहरुको एसएलसी को सिम्बल नम्बर हुन्छ, मेरो 042 टिकट थियो है, बीसी अनि लाटाम बी थियो। अब जीपीए पर्सेन्टेज अथवा जीपीए तपाईहरुले एसई दिँदाखेरि अथवा एसएलसी दिँदा तपाईहरुले एसई नै दिनु भएको होला भनेपछि अब तपाईहरुको सीजीपीए हुन्छ, मेरो चाहिँ 3.30 थियो है, यसरी राख्नु
ओके अलराइट अब यहाँ चाहिँ यो क्वालिफिकेसनको हाम्रो एसई को डकुमेन्टहरु चाहिँ पेस्ट गर्यो अब अर्को छ त्यही तल हेर्नु भयो भने अर्को पनि +2 को मार्क्स छ हैन ल अब त्यहाँ हेर्नु है त ल अब यहाँ देखाइहाल्यो नि हैन 10+2 साइन्स को अब त्यो चाहिँ कन्ट्री इज अल्सो नेपाल हैन +2 नेपालमै पढेको +2 को इन्स्टिट्युट कुन हो मेरो चाहिँ नेशनल स्कुल अफ साइन्सेस निस्ट काठमाडौँबाट है त्यो भएपछि तपाईहरुले +2 को राख्न सक्नुभयो इन्स्टिट्युट को एड्रेस कहाँ हो लामाछाउ काठमाडौँ हैन पेट्रियम ओके अलराइट अब पास्ट इयर म चाहिँ 2076 PS मा पास आउट हैन इंग्लिशमा पनि राख्न सक्नु भइहाल्यो ठीक छ ल अर्को सिम्बल नम्बर +2 को सिम्बल नम्बर राख्नु पर्यो हैन कति कति छ हैन ल अब जीपीए 12 मा कति आएको +2 मा ट्रान्सक्रिप्टमा हैन भन्ने कुरा चाहिँ यहाँनिर जीपीए राख्न सक्नुहुन्छ जस्तै मेरो चाहिँ 3.4 त्यसले कति हैन भनेपछि +2 को डकुमेन्ट पनि एट्याच भयो लेख्नु भयो है यो डकुमेन्ट हैन फेरि लेखेको हो त यो चाहिँ जनरल इन्फर्मेसन अहिले एट्याच गर्ने कुराहरु सबै छ है पनि भयो अब अर्को कुरामा जानु भयो भने अब ब्याचलर्स को इन्फर्मेसन राख्नु पर्यो हैन अब ब्याचलर्स डिग्री भनेर लेख्छ 3 मा 1 मा एसएलसी 2 मा चाहिँ 10+2 3 मा चाहिँ ब्याचलर्स डिग्री हुन्छ अब ब्याचलर कुन देश हो नेपाल हो ल अब कलेज कुन हो भन्ने छ मेरो चाहिँ अब पोखरा इन्जिनियरिङ कलेज हो हैन मैले पेक लेख्यो अहिले सानो उसमा ओके र युनिभर्सिटी कुन हो भनेको छ यो भनेको मेरो पोखरा युनिभर्सिटी हो तपाईहरु कुन छ त्रिभुवन नि हुन सक्छ है ओके अब इन्स्टिट्युट को एड्रेस कहाँ हो मेरो चाहिँ पोखरा 08 तिर्किएमा हो है अब आफै हेर्नु होला अर्को भनेको जस्तै अब के हो अब्टेन डिग्री भनेको छ स्टार्ट इयर कुनमा हो जस्तै मेरो 2019 मा स्टार्ट हो हैन पास्ट इयर भनेको तपाईहरुको इयर अफ कम्प्लिसन कुन हो मेरो 2024 है ल अब यहाँ चाहिँ फ्याकल्टी भनेको छ तपाई कुन फ्याकल्टीको हुनुहुन्छ इन्जिनियरिङ भित्र पनि धेरै फ्याकल्टी त्यहाँ चुजमा आउँछ त्यहाँ चुजमा अहिले मैले यहाँ फोटोमा भएको कारणले गर्दा देखाउन सकिन म चाहिँ सिभिल इन्जिनियरिङ भएको कारणले गर्दा फेरि मैले त सिभिल रोल तर तपाईहरु मेकानिकल हुन सक्नुहुन्छ अटोमोबाइल हुन सक्नुहुन्छ यो कुराहरु है अब यहाँ तल जीपीए भनेको छ मेरो चाहिँ एभरेज भनेको तपाईको लास्टमा आएको हैन होल तपाईहरुको क्यारेक्टर आउँदा फेरि त्यहाँ टोटल जीपीए लेखेको छ मेरो चाहिँ 2.97 भनेको छ हैन अब सिम्बल नम्बर भनेको तपाईहरुको ब्याचलरको सिम्बल नम्बर हैन पनि राख्नु 20171 अब त्यसरी 19 हैन के हुन्छ हैन यो आफै राख्नु प्रोभिजनल डिग्री डेट भनेर भनेको हैन अब जस्तो प्रोभिजनल डिग्री डेट भनेको के हो प्रोभिजनल तपाईको प्रोभिजनल सर्टिफिकेटमा चाहिँ त्यहाँ डेट दिएको हुन्छ त्यसलाई चाहिँ एडी मा लेख्नु पर्छ भनेको छ उहाँले लेख्न सक्नुभयो हैन 2024 कहिले लिनु भयो हैन 08 मैले चाहिँ अब कहिले लिए त्यसको डेट राख्छु हैन ल ठीक छ अलराइट ओके यो पनि भयो जनरल इन्फर्मेसन अफ ब्याचलर पनि है अब अर्कोमा जान्छौं हामी अर्को भनेको चाहिँ के हुन्छ त यस्तो खालको आउँछ है अब चाहिँ हामीले के गर्नु पर्यो त अब चाहिँ हामीले पुरै डकुमेन्ट नै पेस्ट गर्नु पर्यो अब चाहिँ डेन्जरस काम है सबै डकुमेन्टहरुको फोटो सहित एकदम क्लियर फोटो जुन चाहिँ 1 MB भन्दा सानो हुनुपर्छ ओके अलराइट it should be less than 1 MB and you must attach all the documents that is required हैन यहाँ रातो देखाएको छ यो भनेको रिक्वायर्ड हो भनेको है जसै चाहिन्छ तपाईले हाल्नै पर्छ नत्र चाहिँ तपाईहरुको फर्मेट चाहिँ हुँदैन भन्ने कुरा गरेको सुरुमा चाहिँ तपाईहरु मार्कशीट अफ एसएलसी अथवा एसई भनेर भनेको छ हैन पीएनजी मा पनि हुन सक्छ पीडीएफ मा राख्न पनि सक्नुभयो अथवा जेपीजी मा पनि राख्न सक्नुभयो अलराइट ल हैन त सबभन्दा पहिले हामीले मार्कशीट अफ एसएलसी भनेर तपाईहरुको एसएलसी को मार्कशीट अब यो कुरामा जाँदा फेरि तपाईहरुको एउटा एसएलसी छ एउटा एसएलसी को क्यारेक्टर छ हैन एसएलसी को एउटा मार्कशीट राख्नु पर्यो एउटा क्यारेक्टर राख्नु पर्यो बुझ्नु भएको हैन त्यसको फोटो राख्नु पर्यो अथवा पीडीएफ राख्नु पनि सक्नुहुन्छ ओके ल अब यहाँ गर्दै गर्दा फेरि यो मार्कशीट +2 को मार्कशीट ट्रान्सक्रिप्टहरु हाल्दा फेरि फोटो हाल्दा फेरि सबै चाहिँ तपाईहरुले के गर्नुपर्छ त नोटराइज गर्नुपर्छ नोटराइज भनेको के डकुमेन्टलाई चाहिँ नोटरी गर्ने नोटरी कहाँ गरिन्छ भन्दा जस्तै ल अफिसहरुमा गरिन्छ कानुनी व्यवसायको अफिसमा हैन म जस्तै तपाईहरुले गुगलमा हाल्नु न नोटरी अफिस नियर मी भनेर हाल्नु भयो भने तपाईहरुको नजिकको लोकेसनको नोटरी गरेको यहाँ देखाउँछ है त्यो चाहिँ कानुनी काम हो के कानुनी लयरहरुले गर्ने काम हो हैन
त्यो लयर अफिस हुन्छ जस्तै नोटरी, यहाँ नोटरीहरू गरिन्छ भनेर लेखेको हुन्छ। अब पोखरामा हेर्नुभयो भने तपाईँहरूको राष्ट्र ब्याङ्क चौकमा हुन्छ, एउटा नगरपालिकातिर हुन्छ होइन, यहाँ चाहिँ नोटरी, यहाँ नोटरी गरिन्छ भनेर लेखेको हुन्छ है। त्यहाँ गएर तपाईँले उहाँहरूको स्ट्याम्प र सिग्नेचर हुन्छ। म त्यो देखाइदिन्थेँ तर फेरि मसँग अहिले छैन होइन। ल अब चाहिँ त्यो भयो होइन, अब सबै डकुमेन्ट्सहरू नोटरी गर्नु पर्यो। अलराइट, ओके लेट्स गो। ल अब नोटरी गरेको डकुमेन्ट्सहरू चाहिँ कस्तो हुन्छ भन्ने कुरा म देखाउँछु यहाँ। जस्तै यो मेरो एसएलसी को क्यारेक्टर हो। अलराइट, यहाँ चाहिँ के गरेको छ, यो नोटरी पब्लिक भनेर देखाएको छ नि, यो भनेको मैले नोटरी गरेको थिएँ कि, बुझ्नु भएको भएन। जस्तै अब यहाँनिर हुन्छ प्रोभिजनल, ब्याचलरको प्रोभिजनल हेर्नुभयो भने पनि यहाँ चाहिँ नोटरी पब्लिक भनेर लेखेको छ, इजन्ट इट। ल यहाँ नोटरी पब्लिक यसरी यो छापहरू हुन्छ है, त्यो भनेको नोटरी गरेको हुन्छ। तपाईँहरू एसएलसी को, प्लस 2 को, त्यसपछि ब्याचलर्सको, त्यसपछि गएर चाहिने प्रोभिजनलहरू सबै चाहिने नोटरी गर्नु पर्यो। अलराइट, ओके। ल अब चाहिँ अघिको ठाउँमा जाउँ है। सबभन्दा पहिला एसएलसी को मार्कसिटलाई नोटरी गरेको मार्कसिट राख्नुहुन्छ, अपलोड गर्न मजाले सक्नुहुन्छ, फोटो अथवा पिडिएफ। एससी को क्यारेक्टर पनि मजाले अपलोड गर्न सक्नुभयो, त्यो चाहिँ तपाईँहरूसँग हुन्छ। अब यहाँ +2 मा जाउँ। +2 को ट्रान्सक्रिप्ट अर इक्विभ्यालेन्ट। ल +2 को ट्रान्सक्रिप्ट पनि मजाले गर्न सक्नुभयो होइन त, त्यही नोटरी गरेको डकुमेन्ट राख्नु। अलराइट, ओके, द्याट्स नट अ ग्रेट थिङ। अब अर्कोमा जाउँ है। अर्को भनेको हाम्रो कहाँ छ त है, अर्को पार्टमा जाउँ। ओके 11। ल अब यहाँ चाहिँ तपाईहरु अब अर्को पार्टमा तपाईहरुको छ। अब जस्तै +2 को इक्विभ्यालेन्ट, अब ट्रान्सक्रिप्ट अफ ब्याचलर भनेर हैन, ट्रान्सक्रिप्ट अफ ब्याचलर भनेको ओभरअल भएको हुन्छ नि, दुई पेजको हुन्छ नि ट्रान्सक्रिप्ट, सबैको ओभरअल जीपीए भएर आउँछ हैन। त्यसको चाहिँ फोटो अथवा पीडीएफ फर्मेट चाहिँ राख्न सक्नुहुन्छ। ओके, त्यो पनि नोटरी गर्नु पर्यो। अनि प्रोभिजनल हैन, प्रोभिजनल अफ ब्याचलर पनि नोटरी गर्नु पर्यो अनि अपलोड गर्नु पर्यो। सबै डकुमेन्टहरु म तपाईहरुलाई एकचोटी देखाउँछु ल। ठीक छ, प्रोभिजनल पनि भयो। अब अर्को भनेको जस्तै अब यहाँ जाउँ हैन, यहाँ जानु भयो भने ब्याचलरको क्यारेक्टर सर्टिफिकेट जुन चाहिँ नोटरी गरेको हुनुपर्छ। अब थम्ब लेफ्ट भनेको छ नि, थम्ब लेफ्ट र थम्ब राइट भनेको छ हैन, त्यसको पनि यो चाहिँ नोटरी गर्नु परेन है, थम्बको चाहिँ पर्दैन। छाप हो नि त, औँला छाप हो नि त हैन। अब यो औँला छाप कस्तो हुन्छ भनेर म तपाईहरुलाई देखाउँछु। यहाँ मसँगै छ है, मैले पहिला भर्दाखेरि गरेको। ल अब चाहिँ यो थम्ब लेफ्ट र भनेको तपाईहरुको चाहिँ यो एकचोटी राइट थम्बको यसरी यो निलोमा अपलोड गर्नुपर्ने हुन्छ। थम्बको चाहिँ दुईटा थम्बको चाहिँ फोटोहरुको यसरी चाहिँ स्क्यान इमेज हैन। ल यसरी चाहिँ तपाईहरुले थम्बको चाहिँ फोटो हाल्न सक्नुहुन्छ भनेको बुझ्नु भएको भएन। जस्तै अब के भनेको थिएँ त्यही, ल यहाँनिर जानुभयो भने जस्तै अब के भयो त हैन, थम्ब लेफ्ट र थम्ब राइट भनेको थियो नि हैन। भनेको तपाईहरुको औँला जुन लेफ्टको छ, लेफ्टपट्टिको थम्बको औँठा छ र राइटपट्टिको चाहिँ औँलाको चाहिँ औँठा छाप चाहियो हैन। भनेको यसरी चाहिँ दुईटा फोटोहरु अपलोड गर्नुपर्छ जुन चाहिँ लेस देन 1 MB पर्यो। अलराइट, ओके, द्याट्स अल्सो डन। र अर्कोमा जाउँ हैन। ल अब चाहिँ हामीले के गर्नु पर्यो त, जस्तै अब इक्विभ्यालेन्स भनेर भने, इक्विभ्यालेन्स भनेको के हो, त्यो सायद यो अप्सनल होला है, बुझ्नु भएको भएन। जस्तै इक्विभ्यालेन्स भनेको चाहिँ तपाईहरुले अपलोड गर्न चाहनुहुन्छ भने चाहिँ राख्न सक्नुहुन्छ। इक्विभ्यालेन्स भनेको नट कम्पल्सरी हो है, किन भन्दाखेरि यहाँ रिक्वायर्ड भनेर लेख्यो नि, त्यो रिक्वायर्ड छैन नि, बुझ्नु भएको भएन। रिक्वायर्ड नभएपछि इट्स नट कम्पल्सरी। तपाईहरु अरु डकुमेन्ट्सहरु छ हैन, केही छ ब्याचलरको पनि, अब तपाईहरुले अल्टरनेट केही गर्नुभएको थियो भने त्यो राख्नु भनेको है, द्याट्स नट कम्पल्सरी है। ल अब अर्कोमा जाउँ। अलराइट, अब सिलेबस अफ ब्याचलर हैन, ब्याचलरको सिलेबस राख्नु पर्यो हैन। ब्याचलरको सिलेबस नै हुँदो रहेछ, हाम्रो पालामा त थिएन हैन। अब यो चाहिँ सिलेबस नै राख्नु पर्ने रहेछ कि खै के हो नि, यहाँ पर्दैन होला सायद है। यो नेसनल आइडी कार्ड भनेको जस्तै राष्ट्रिय परिचय पत्र हो, तपाईहरुको बनेको छ भने हाल्दै हुन्छ, नत्र चाहिँ पर्दैन है, इट्स नट रिक्वायर्ड है। ल अर्कोमा जाउँ। अलराइट, ल बोल्दा बोल्दा पसिना नै आइसक्यो मलाई। ल नेसनल आइडी कार्डको डकुमेन्ट भनेको फोटो हो, अब छैन भने नहाले पनि भयो है। नेसनल आइडी कार्ड भनेको राष्ट्रिय परिचय पत्र। ल अब चाहिँ हामी के गर्छौँ त, ओके कन्टिन्यू टु नेक्स्ट भन्ने छ नि हैन। ल अब हामी चाहिँ कन्टिन्यू गर्छौँ। राइट,
एकाडेमिक डिटेलहरु सबै भइसक्यो अब अर्को फर्मेट कस्तो देखिन्छ अब कन्टिन्यू गरिसके पछाडी ठीक छ ल अब यहाँ चाहिँ के भने त एडिसनल डकुमेन्ट्सहरु तपाईहरुले रिक्वेस्ट गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरु पेस्ट गर्न सक्नुहुन्छ भनेर भनेको छ तपाईहरुसँग चाहिँ के एडिसनल डकुमेन्ट्सहरु चाहिँ छ भने यु क्यान पेस्ट इट आउट ल एडिसनल डकुमेन्टमा 8th जनरल रजिस्टर्ड इन्जिनियर रजिस्ट्रेसन एक्जामिनेसन 2081 स्टार्टिङ फ्रम भनेको छ ल प्लिज स्ट्रिक्टली इमेजेस फर द सिंगल पेज डकुमेन्ट ल भनेको अब अप्सनल न्यू डकुमेन्ट के एड गर्न चाहनुहुन्छ भने चाहिँ त्यो एड गर्ने हो त्यो पर्दैन है त्यस्तै हैन अन्य तपाईहरु के छ र अन्य हेर्न ल अब सबभन्दा पहिला चाहिँ अब यति भइसके पछाडी ल अब यहाँ चाहिँ अब छ भने सेभ एन्ड गो टु नेक्स्ट स्टेप भइहाल्यो नत्र छैन भने स्किप एन्ड कन्टिन्यू भन्नेमा जान सक्नु भइहाल्यो अब मसँग छैन त्यही भएर मैले के गरेँ त स्किप एन्ड कन्टिन्यू हैन स्किप एन्ड कन्टिन्यू गरे है अब अर्को पेजमा अब अर्को ठाउँमा जाऊ यो सकिसके पछाडी चाहिँ ल अब त्यो पछि स्किप एन्ड कन्टिन्यू गरिसके पछाडी चाहिँ तपाईहरुले यो देख्नुहुन्छ फलोइङ आर द लिस्ट अफ द प्रोग्राम दैट यु हैव पेड अमाउन्ट फर द करेन्ट शेड्युल ल हैन इन्जिनियरिङ मैले प्रोग्राम एप्लाई गरे हैन ल यो सेभ भएको छ तर मैले अहिले फाइनली सबमिट गरेको चाहिँ छैन किनभने मैले रिभ्यू गर्न पनि सक्छु हैन ल सबभन्दा पहिले के गरेको छ एप्लाई भनेको कुन कन्डिसनमा गर्ने हो यदि तपाईहरुले पेस्ट गरेको डकुमेन्ट इज एभ्रीथिङ अल राइट देन यु क्यान अप्लाई अब कन्फर्म छु हैन मैले गरेको सब ठीक छ भने पनि यु क्यान इजिली अप्लाई अथवा हैन म एक्चुअली मोडिफाई गर्छु हैन मेरो बिग्रेको छ मैले मिलाउनु पर्ने छ यु युज दैट मोडिफाई अल्सो ओके भ्यू डिटेल भनेको चाहिँ तपाईहरुले भरिसकेको सबै डकुमेन्ट एकचोटी चेक गर्नु पर्यो भने चाहिँ यु क्यान क्लिक अन भ्यू डिटेल्स अलराइट भ्यू डिटेल भनेको सबैले एकैचोटीमा हेर्ने ठीक छ अलराइट ओके अब मैले सबै भ्यू डिटेल हेरे ठीक छ मोडिफाई गर्नु पर्ने थियो भने मोडिफाई गर्थे अब एप्लाई अब फाइनल त मेरो एप्लाई हो हैन ल अब मैले सबै चेक गरिसके अलराइट नाउ आइ एम रेडी भन्छ अब मैले अप्लाई ठीक छ पनि भयो एप्लाई गर्नु भयो हैन एप्लाई गरिसके पछाडी अब यो खालको इन्टरफेस देख्न सक्नुहुन्छ ठीक छ ल अब चाहिँ एप्लाई गर्नु भयो अब फाइनल कुरा मात्र हामी हो फाइनल है एकदम फाइनल कुरा अब सबभन्दा पहिला लास्टमा चाहिँ हाम्रो प्रिफर एक्जाम सेन्टर भनेर छ कुन सेन्टरमा चाहिँ तपाईहरु एक्जाम दिन चाहनुहुन्छ तपाईहरुको अहिले एक्जाम दिने ठाउँ भनेको दुईटा छ हामीले दिँदा फेरि एउटा मात्र काठमाडौँ मात्र दिन पर्थ्यो त्यो पनि एनईसी पुलचोकमा दिनु पर्थ्यो अहिले चाहिँ तपाईको पोखरामा आएको छ अर्को काठमाडौँमा आएको छ यहाँ अप्सन सिलेक्ट एन अप्सनमा थिच्नु भयो भने तपाईहरुले एउटा काठमाडौँ एउटा पोखरा देख्नुहुन्छ म चाहिँ के गर्छु त तपाईहरुले जहाँ नजिक पर्छ त्यही गर्नुहुन्छ म चाहिँ भएको भए मैले पोखरा सेलेक्ट गर्थे अलराइट यहाँ काठमाडौँ र पोखरा भनेको ठाउँ मैले अब पोखरा सेलेक्ट गर्थे अलराइट पर्सनल इन्फर्मेसन भनेको चाहिँ तपाईको नाम हो है जस्तो पर्सनल इन्फर्मेसन चन्द्र अब तपाईको आफ्नो नाम राखेको छु है एप्लिकेन्ट नेम भनेको त्यही बुझ्नु भएको हैन अब जेन्डर भनेको छ हैन चाहिँ जेन्डर अब तपाईहरु मेल फिमेल के हो हैन अब डेट अफ बर्थ हाल्न सकिहाल्नुहुन्छ म चाहिँ एउटा 7/0/30 यसरी गर्नुहुन्छ हैन अर्को चाहिँ कन्ट्याक्ट नम्बर तपाईहरुको राख्नुहुन्छ हैन आफ्नो कन्ट्याक्ट नम्बर राख्नुस् अलराइट ल अब चाहिँ हामी के गर्छौं कन्टिन्यू फाइनली कन्टिन्यू हैन अब एक्जाम सेन्टर पनि चुज गर्नु भयो आफ्नो नाम सबै राख्नु भयो भने चाहिँ फेरि कन्टिन्यू है त्यस मैले सी राखेको कारण चाहिँ अब यसपछि कन्टिन्यू आउँछ भन्ने कारण है ल ओके अब फाइनल इन्टरफेसमा जाउँ है त नाउ इट इज आवर लास्ट पेज अलराइट अब लास्ट पेजमा जाउँ अब यो फाइनल हो यहाँ बात छैन है अब सबै सबमिट गरिसके पछाडी तपाईहरु सबमिट गर्नु भयो नि त हैन सबै सिलेक्ट भइसक्यो भनेपछि अब यस्तो इन्टरफेस आउँछ तपाईहरुले इन्जिनियरिङमा एप्लाई गर्नुभयो सबमिट एप्लिकेसन सबमिट गर्नुभयो त्यो भेरिफाई हुन बाँकी छ भनेर भन्छ भ्यू डिटेल भनेको तपाईहरुले हेर्न सक्नुहुन्छ हैन के गरेको छु भन्ने अब डाउनलोड कन्फर्मेसन पेज भनेको चाहिँ अब यो के छ डाउनलोड गर्नु छ हैन अब एउटा कुरा के हुन्छ भन्दाखेरि तपाईहरुको एनईसी को जुन नेपाल इन्जिनियरिङ काउन्सिलको जीमेल हुन्छ त्यहाँबाट चाहिँ तपाईहरुको जीमेलमा त्यहाँ नोटिफिकेसन आइराको हुन्छ तपाईहरुको एडमिट कार्ड आयो भने एडमिट कार्ड आयो भन्छ ए तपाईहरुको एसएलसी को डकुमेन्ट भएको छैन यसलाई चाहिँ फेरि गर्नुपर्छ हैन फेरि फोटो पठाऊ है फेरि अपलोड गर्नुपर्ने हुन्छ अथवा क्लियर छैन यसलाई चाहिँ फेरि अपलोड गर्नुस् भनेर चाहिँ त्यो जीमेलमा आइराको हुन्छ त्यसैले जीमेलमा चाहिँ स्टे अपडेटेड फ्रम एनईसी ओके अलराइट ल अब तपाईहरुको सबै ठीक छ अब लास्टमा सबै यहाँ हैन यो भेरिफाई इन प्रोग्रेस भनेको ठाउँमा अलरेडी भेरिफाइड भयो भने चाहिँ अनि तपाईहरुलाई एडमिट कार्ड आउँछ डाउनलोड एडमिट कार्ड भनेर यही देखाउँछ है ल ठीक छ अलराइट हैन एडमिट कार्ड कस्तो हुन्छ भन्ने कुरा हेरौँ है एकलिट ल मेरो एडमिट कार्ड यस्तो थियो हैन तपाईहरुको नि सायद यस्तै नै हुन्छ होला अलराइट
एडमिट कार्ड चाहिँ कस्तो हुन्छ त यो हो है। मैले इक्जाम दिएको 7th ब्याच हो हैन, मेरो एडमिट कार्ड यस्तो थियो है, यस्तो एडमिट कार्ड थियो। अब यो बोकेर तपाईहरु पुल्चोक अथवा तपाईहरु पोखरामा देख्नुहुन्छ भने WRC जानुहुन्छ, ठीक छ। यो पनि मजाले बुझ्नु भयो हैन। र फर्महरु कसरी अप्लाई कसरी फर्म भर्ने हो भन्ने कुरा पक्कै पनि यहाँहरुलाई धेरै सहज भयो होला। अर्को भनेको मैले अब नोटरी गरेको एउटा सानो डकुमेन्ट देखाइदिन्छु। नोटरी भनेको बुझ्नु भयो नि, ल अफिसमा जाने अनि नोटरी गर्ने, अलराइट हैन। जस्तै एसई को मैले नोटरी गर्दाखेरि यस्तो नोटरीको छाप भनेको यो गोलो र अनि यस्तो रेक्टेंगुलर हुन्छ नि, यसमा चाहिँ छाप लगाउने हो है। अर्को कुरा चाहिँ के हुन्छ भन्दा तपाईहरुले त्यहाँ हैन त्यो गर्दाखेरि चाहिँ जस्तै अब एडमिट कार्ड बुझिहाल्नु भयो, अब लाइसेन्स आइसके पछाडि तपाई पास हुनु भयो। अब लाइसेन्स कस्तो हुन्छ भन्नु होला हैन। लाइसेन्स यस्तो हुन्छ कि यस्तो एउटा कार्ड आउँछ हैन, ER सुभाष चन्द्र भन्ने ब्याच हैन, यिनीहरु चाहिँ आउँछ है। यस्तो हुन्छ लाइसेन्स चाहिँ। तपाईहरु पास गर्नुभयो भने यदि है, पास भइसके पछाडि यो खालको देख्न सक्नुहुन्छ, यसरी हुन्छ है। ल यो चाहिँ मेरो रजिस्ट्रेसन सर्टिफिकेट एनइसी को हैन। म 7th ब्याच हो। भिडियोलाई भने म यही अन्त्य गर्न चाहन्छु। तपाईहरुलाई पक्कै पनि यो भिडियोले धेरै सहयोग गर्नेछ। मैले निकै मेहनत गरेर यो भिडियो बनाएको छु ताकि सबै लाइसेन्स एक्जाम दिनको लागि रेडी हुनुभएका, फर्म फिलअप गर्नको लागि रेडी हुनुभएका साथीहरुलाई चाहिँ पक्कै पनि यो भिडियोले निकै सहयोग गर्नेछ भन्दै तपाईहरुले चाहिँ यो च्यानलमा नयाँ हुनुहुन्छ अथवा पुरानो हुनुहुन्छ भने पनि लाइक शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला र यो च्यानललाई मोर शेयर गर्नु होला, यो भिडियोलाई मोर शेयर गर्नु होला ताकि सबै साथीहरुमा चाहिँ यो भिडियो पुगोस् र सबैले चाहिँ सजिलो तरिकाले चाहिँ मजाले आफ्नो लाइसेन्स एक्जामको लागि फर्म भर्न सक्नुहुनेछ। र फेरि पनि यहाँहरुलाई लाइसेन्स एक्जामको लागि हार्दिक शुभकामना दिन चाहन्छु र यहाँहरुको साथ माया र सद्भाव सधैं मेरो च्यानललाई रहिरहोस् भन्दै तपाईहरुमाझ बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार, शुभ दिन।